भागेश्वर मन्दिर धुरा इतिहास आस्था र रहस्य। डडेलधुराका अग्ला पहाड, हरियाली जङ्गल, घुमाउरो बाटो र हिमाली दृश्य देखाउने ठाउँ। पौराणिक इतिहास बोकेको यस धाममा भागेश्वर देवताको मुख्य पूजा वर्षमा 2 पटक हुने धार्मिक मान्यता रहिआएको छ। पहिलो पूजा श्रावण शुक्ल पूर्णिमाका दिन दिउँसो गरिन्छ भने दोस्रो पूजा कार्तिक शुक्ल चतुर्दशी अर्थात् वैकुण्ठ चतुर्दशीका दिन राति गर्ने गरिन्छ। धार्मिक मान्यता अनुसार भागेश्वर देवता भगवान शिवका पार्षद हुन्। भागेश्वरसँगै पासो, कैलपाल, कन्बेताल, कालसैनी, कल्तडे, छडी र समैजी लगायतका सहयोगी देवताहरूको पनि पूजा गरिन्छ। तीमध्ये पासोलाई भागेश्वर देवताको प्रमुख द्वारपाल मानिन्छ। स्थानीय धार्मिक विश्वास अनुसार डडेलधुराका विभिन्न स्थानमा पूजिने अस्यु देवता भागेश्वरका जेठा दाजु हुन् भने कञ्चनपुरको चुरे क्षेत्रमा रहेका बैजनाथ देवता भागेश्वरका भान्जा हुन् भन्ने मान्यता रहिआएको छ। भागेश्वर धुरासँग पाण्डवकालीन कथा समेत जोडिएको पाइन्छ। द्वापर युगको अन्त्यतिर वनवासका क्रममा पाण्डवहरू यही उच्च शैल शिखर क्षेत्रमा गएको जनविश्वास छ। त्यस क्रममा पाण्डवहरूलाई पानीको आवश्यकता पर्यो, तर त्यहाँ पानी भेटिएन। त्यसपछि वीर पाण्डव अर्जुनले आफ्नो खड्ग प्रहार गरी जमिनबाट पानी निकालेको किंवदन्ती रहेको छ। खड्ग प्रहार गरेर पानी निकालिएको विश्वास गरिने भएकाले उक्त पानीको मुहानलाई आज पनि खड्के नौलो भनिन्छ। स्थानीय धार्मिक विश्वासमा यो पानी अत्यन्त पवित्र मानिन्छ भने भागेश्वर देवताको पूजा तथा अन्य धार्मिक कार्यमा प्रयोग गर्ने गरिन्छ। भागेश्वर धुरासँगै रतिघाट नामक स्थानमा पनि भागेश्वर देवताको पूजा हुने धार्मिक परम्परा रहेको बताइन्छ। समयसँगै भागेश्वर देवताको पूजा डोटीको निरौली, गर्छेरा र बेलटुक्रा लगायतका स्थानमा समेत फैलिएको पाइन्छ। 14औं शताब्दीतिर त्यतिबेला डोटी क्षेत्रमा अजयमेरी कोट राज्य रहेको थियो। राजा नागी मल्लले शासन गरिरहेको ऐतिहासिक मान्यता रहिआएको छ। त्यही समयमा अहिलेको डडेलधुरा जिल्ला भागेश्वर गाउँपालिकामा पर्ने ग्वान्नी गाउँका 2 मितभाइ गुणाकर जोशी र कमलाकर भाट भारतको गया तीर्थस्नान गर्न जाने निर्णय गर्दछन्। यात्राका क्रममा उनीहरू पहिलो रात पालुङ्गोको तरकारी बारीमा बास बसे र अर्को दिन गयातर्फ अघि बढे। गया पुगेपछि त्यहाँका पाण्डवहरूले उनीहरूलाई प्रसाद दिए। प्रसादसँगै उनीहरूको हातमा एउटा सुनको कचौरा अर्थात् प्याउली पनि आयो। धार्मिक कथनअनुसार त्यही क्रममा उनीहरूको भागेश्वर देवतासँग साक्षात्कार भयो। घर फर्कने क्रममा उनीहरूसँग भागेश्वर, अस्यु र बैजनाथ देवताहरू पनि आएको धार्मिक लोकविश्वास रहिआएको छ। उनीहरूले डडेलधुराको परशुराम तीर्थ क्षेत्रमा 5 रात बिताएका थिए। त्यही तीनै देवता बीच अब कहाँ बस्ने भन्ने विषयमा सल्लाह भयो। सल्लाह अनुसार बैजनाथ देवता कञ्चनपुरको उत्तर क्षेत्रमा बस्ने भए, अस्यु देवता डडेलधुराको ग्वान्नी क्षेत्रमा बस्ने भए। तर भागेश्वर देवताले भने आफूलाई जानुपर्ने स्थानमा नगई चुपचाप त्यहाँबाट भागेर अहिलेको धन्दु पर्वत स्थित भागेश्वर शिखरतर्फ प्रस्थान गरेको जनविश्वास रहेको छ। भागेश्वर शिखरमा पुगेर उनी शिला रूपमा विराजमान भएको धार्मिक कथा रहेको छ। यसरी आफ्नो निर्धारित स्थानबाट भागेर शिखर पुगेका कारणले नै उनको नाम भागेश्वर रहन गएको स्थानीयको जनविश्वास रहेको छ। भागेश्वर धुरा केवल एउटा धार्मिक स्थल मात्र होइन, यो डडेलधुराको इतिहास, लोककथा, संस्कृति, प्रकृति र आस्थालाई एकै ठाउँमा जोड्ने पवित्र धरोहर हो। यहाँ पुग्ने यात्रा कठिन छ, तर त्यही कठिन यात्राभित्र लुकेको छ प्रकृतिको सुन्दरता, स्थानीय संस्कृति र शतीयौं पुरानो आस्थाको अनुभूति। यदि तपाईँ इतिहास, धर्म, संस्कृति र प्रकृतिलाई नजिकबाट अनुभव गर्नु चाहनुहुन्छ भने भागेश्वर धुरा तपाईँको यात्राको एउटा अविस्मरणीय गन्तव्य बन्न सक्छ। भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनुहोला।